कमिटी भित्रबाट हाम्रो भाइले भुवन प्रसाद भट्ट अनि हर्क बाघ उहाँले हामीलाई घुमाइराख्नु भएको छ। हामीसँग अर्को भाइ पनि हुनुहुन्छ अमर खड्का। हामी भोलिको कार्यक्रमको लागि तयारीमा पनि छौँ र यहाँ घुमिरहेछौँ। कान्दिओली भोलि सबैजनालाई निमन्त्रणा छ। तपाईँहरू जो जहाँ जहाँ हुनुहुन्छ पाइकपट्टि जति सबै आउनु होला। हामी पनि यहाँ आइसकेका छौँ। अब सुदूरपश्चिमेली नेपाली समाज तीज कार्यक्रम गौरा पनि सकिसक्यो, तर तपाईको आवाज काफी छ दिजु रे। धन्यवाद भाइ, धन्यवाद हजुर। नमस्कार सर, जया सुदूरपश्चिम सरको उसबाट मैले चलाइरहेको छु। अहिले मैले लाइभ गरिरहेको छु। म चाँदनी दिदी लाइभमा आइरहेको छु अहिले। यो सुदूरपश्चिमेली समाजको नमस्कार। अहिले भर्खर शाहरुख खान सलमान खानको घर अगाडि गएर फोटो खिचेर आए। अब साह्रै रमाइलो ठाउँ रहेछ। समुद्रको बीचबाट एउटा ब्रिज बनेको छ, त्यो ब्रिजमा हामी जाँदै छौँ। सिलिङ अहिले चाहिँ सिलिङमा आइपुगेका छौँ। त्यही पुल माथि नै छौँ। यसो बताएन यसो उता यो बीचको त हाम्रो कर्णालीको पुल जस्तै रहेछ है। अब आज भोलि कार्यक्रम छ, पर्सि पनि कार्यक्रम छ, त्यसपछि फेरि पर्सि पनि कार्यक्रम छ। त्यही भएर आज टन्न घुम्ने भनेर निस्किया छौँ हामी। अनि जहाँ जहाँसम्म हुन्छ तपाईँहरूसँग पनि यसरी जोडिरहन्छौँ, लाइभमा आइरहन्छौँ। जय सुदूरपश्चिम, अर्जुन खड्का, नाइस रे, केशव थापा नमस्ते दिदी। नमस्ते भाइ टेक रोकाया दिदी नमस्कार। हाम्रो उत्तराखण्ड राज्य समितिमा भोलि छ सांस्कृतिक कार्यक्रम। ल भव्य रूपले मनाउनु होला। कता आउँदै हो सर? मुम्बई घुमघाम भेरी नाइस। नमस्ते सम्पूर्ण टिमलाई नमस्ते। हाम्रो भुवन भाइ पछाडि बसिराख्नु भएको छ। भुवन दाइ पनि पछाडि बसिराख्नु भएको छ। अनि हाम्रो अमर भाइ चाहिँ यता हरियाणामा स्वागत छ अरे। हरियाणामा त हामी 16 तारिक आउँछौँ। सुदूरपश्चिमेली नेपाली समाज भारतलाई धेरै धेरै धन्यवाद। जम्मू कश्मीरमा पनि कार्यक्रम गरेर आयौँ। यति धेरै हाम्रो दाजुभाइ दिदीबहिनी हुनुहुँदो रहेछ। निकै रमाइलो भयो, निकै नै कार्यक्रम पनि सबै भयो। अब भोलिको कार्यक्रम पनि अब यहाँहरूको उपस्थितिले अझै राम्रो हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। आशा गरौँ। अब गीत गाउने नाच्ने भन्ने कुरा त्यस्तै हो। सबभन्दा ठुलो कुरा हामी आफ्नो देशबाट टाढा छौँ। हाम्रो भेटघाट हुनु नै ठुलो कुरा हो। अझ म त माइत आएको छु। यहाँ धेरै डोटी को दाजुभाइहरूसँग भेट भयो। तीज आज दरखाने दिन हो। अब तपाईँहरू सबै हाम्रा सुदूरपश्चिमेली दाजुभाइ दिदीबहिनीहरूको माझमा यो मुम्बईमा आइपुगेको छु। यसपालिको तीज चाहिँ भोलि मुम्बईमै हुने भयो। आशा छ निकै रमाइलो होला। नमस्ते दिदी, नमस्ते भाइ। हामी अब एकछिनमा ताजमहल पनि हेर्न जान्छौँ। गेट अफ इन्डिया अहिले चाहिँ गेट अफ इन्डिया जान लाग्यो। अहिले हामी ओर्लीमा छौँ। जान लाग्छौँ। यो ठाउँ के हो? ओर्ली
जाने भन्नु लाग्थ्यो क्या नितेश नै आजी घर हजुर दिदी एउटा गीत गाइदिनु भोलि कार्यक्रममा आउनु होला भाइ नितेशलाई सोध जसले पनि माइत जानुहुन्छ कुन ठाउँ हो नि यो के अरे नितेश घर आछ कि नि भन्नु ओर्ली सी फेस भन्ने ठाउँ हो नमस्कार एउटा प्रेमी कहाँ गयो भन्ने कृष्ण नगरे सन्चै हुनुहुन्छ दिदी सन्चै छौँ भाइ हामी सबै सन्चै छौँ नेपाल कलाकार जम्मै भारत गयाले यहाँ गीत गाउने भारतका धेरै ठाउँमा हाम्रा सुदूरपश्चिमेली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ र सुदूरपश्चिमेली समाज गठन भएको छ त्यसका धेरै जति पनि यी राज्यहरू छन् त्यो ठाउँमा शाखाहरू छन् र तिनै सबै ठाउँमा कार्यक्रम यसपालि गौरा हामी सुदूरपश्चिमेलीहरूको महान पर्व गौरा र तीजको अवसरमा सांस्कृतिक कार्यक्रम तथा भेटघाट कार्यक्रम भनौँ शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ हामी दुईटा टिम छौँ एउटा टिममा गौरी भट्ट बहिनी र भानुभक्त भाइ उहाँहरू हुनुहुन्छ अर्को टिममा भुवन दाइ र म छौँ हामी एउटै तारिकमा भारतका विभिन्न ठाउँमा सुदूरपश्चिमका संस्कृति झल्किने सुदूरपश्चिमेली गीतहरूको प्रस्तुति दिँदै आइरहेका छौँ अस्ति उहाँहरूले दिल्लीमा कार्यक्रम गर्नुभयो हामीले जम्मूमा गऱ्यौँ भोलि हाम्रो यो मुम्बईको के थियो कान्दिवलीमा छ त्यस्तै पर्सि पर्सि घाट कोपर भन्ने ठाउँमा कार्यक्रम छ 14 तारिकमा पुनामा अनि 16 तारिकमा हरियाणामा धेरै लामो कार्यक्रमको सेड्युल छ यसपालि सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई नजिकैबाट भेट्ने अवसर सुदूरपश्चिमेली नेपाली समाज भारतले जुराइदिएको छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु सुदूरपश्चिमबाट यो भारतमा आएर बसोबास गर्ने दाजुभाइ दिदीबहिनीलाई त हामी यहाँ कार्यक्रममा भेट्ने नै छौँ र जति पनि आउन नभ्याउने दाजुभाइ दिदीबहिनीहरू हामीलाई लाइभमा हेर्नुहोला र अहिले हेरिराख्नु भएको छ भने पनि यहाँहरूलाई धेरै धेरै तीजको शुभकामना दिन चाहन्छु हिन्दू महिलाको महान पर्व हरितालिका तीज हो भोलि सम्पूर्ण दिदीबहिनीलाई तीजको शुभकामना पनि यही लाइभबाटै मैले दिन चाहेँ त्यसै गरी गौरा त हामीले नेपालमा त सकाइसकेका थियौँ तर यता चाहिँ यहाँ सबै दाजुभाइहरूको कामको सिलसिलामा बिदा पनि मिलाउनु पर्ने हुनाले त्यही बिदालाई मिलाएर कार्यक्रमको आयोजना गरेको छ त्यसरी नै सेड्युल मिलाएको छ र गौरा हामीले अझै मनाइरहेका छौँ सबैलाई यहीँबाट मैले गौराको पनि शुभकामना दिएँ विश्वमा जति पनि ठाउँमा छरिएर रहनुभएका छ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी र हाम्रा सुदूरपश्चिमेली दाजुभाइ दिदीबहिनीहरू हजुरहरू सम्पूर्णलाई गौराको शुभकामना अनि हरितालिका धेरै धेरै शुभकामना दिन चाहन्छु गुरुलाई निगरी थर्काउनु होला सबै टिमलाई एकमुष्टमा नमस्कार छ जय सुदूरपश्चिम सबैले आफ्नो ठाउँबाट सुदूरपश्चिमको संस्कृतिको संरक्षण संवर्धन प्रचार प्रसारमा अघि बढ्नुपर्छ जस्तो लाग्छ हामीले अरूले गरिदिए हुन्छ नि भन्ने नसोचिकन आफ्नो तर्फबाट जति सकिन्छ हामीले पनि सकेको संरक्षण गरिरहेका छौँ र हजुरहरूले पनि गर्नुहुनेछ भन्ने आशा पनि राखेका छौँ
कोइलाई माया सम्पत्तिको कोइलाई माया नहो, कोइलाई माया सम्पत्तिको कोइलाई माया नहो। संस्कृति संरक्षण गरौँ, आफ्ना ठाउँको हामी जो जहाँ भए पनि आफ्नो संस्कृतिको संरक्षण गरौँ, प्रचार प्रसार गरौँ, पहिचान जोगाएर राखौँ। जति पनि दुःख पीरहरू त छन् र तर आफ्नो वास्तविक अस्तित्वलाई नभुलौँ, आफ्नो धरातललाई नभुलौँ। आफूले देश छोडेर विदेशमा दुःख गरिरहेका छौँ, यो दुःखलाई पनि मनन गरौँ। किन हामी यो देशमा आएर यसरी दुःख गरिरहेका छौँ र यसबाट हामीले जे भोगिरहेका छौँ त्यो भोलिका सन्तानहरूले भोग्नु नपरोस् र केही सहज होस्। विभिन्न कामको सिलसिलामा विभिन्न देशमा गएका हाम्रा सुदूरपश्चिमेली दाजुभाइ दिदीबहिनीहरूले सहजै रूपमा आफ्नो योग्यता अनुसारको काम, परिश्रम अनुसारको, मेहनत अनुसारको आय आर्जन गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ हामी सबैले एकजुट भएर लाग्नुपर्छ। त्यही उद्देश्यको लागि र केही भए पनि अलिकति सहयोग गर्न सकिन्छ कि नेपालमा केही हाम्रो सुदूरपश्चिमको धार्मिक क्षेत्र, पर्यटकीय क्षेत्र, अझ भनौँ केही समाज सेवाका लागि धेरै नसके पनि अलिकति केही हदसम्म केही इँटा थप्ने काम गर्न सकिन्छ कि भनेर सुदूरपश्चिमेली नेपाली समाज गठन भएको छ। यसले धेरै कामहरू त गरिरहेको छ, सँगसँगै कला संस्कृतिलाई जोगाउनको लागि विशेष गरी सुदूरपश्चिमेली कलाकारहरूलाई स्थान दिएको छ। त्यसको लागि यो समाजलाई धेरै धेरै धन्यवाद। घुम्दैछौँ अब म ओर्लीमा छौँ तर गाडीबाट ओर्लिएको छैन। दिदी एकचोटि दाहाल सरको आवाज सुन्न पाए हुन्थ्यो। टेक रोकाया ल दाहाल सर बोल्नुहोस् त। तपाईलाई धेरै धन्यवाद। अनि सुदूरपश्चिमेली समाजलाई अझै धेरै धन्यवाद, किनभने हामीलाई भारतका विभिन्न सहरहरूमा गर्ने अवसर दिनुभयो। सुदूरपश्चिमेली समाजलाई धन्यवाद दिन चाहन्छु। साथै सम्पूर्ण जति पनि भारतमा बस्नुभएका पढेर बसिराख्नुभएका सम्पूर्णलाई नवरात्र अनि तीजको धेरै शुभकामना दिन्छु। अनि भाइ अब गीत भोलि जति सुन्नुहुन्छ गीत मर्ने गरेर जाउँछु सकिन्जेलसम्म। अनि चाँदनी बहिनी हुनुहुन्छ, म छु, अनि अमर भाइ हुनुहुन्छ, सबै छौँ। कलाकारहरू धेरै कलाकार मित्रहरू छन्। यता मात्र नभएर अरू नेपालबाटै आउने कलाकारहरू पनि सुदूरपश्चिमेली समाजले अन्य सहरहरूमा पठाइराख्नु भएको छ। सम्पूर्णले मनोरञ्जन दिने आशामा छौँ। अनि विशेष गरेर हामीले बस्नुभएको छ, ठ्याक्कै मेरो ससुरा पर्नु हुँदो रहेछ। उहाँको नाम पनि भुवन रहेछ, मेरो नाम पनि भुवन। भन्न लागेको त सायद त ससुरा लागेको ससुरा ज्वाइँ ससुरा परेछ। अनि मेरो एकदमै बचपनदेखि अहिलेसम्मको अनन्य मित्र हर्कबाट हामीसँगै बचपनमै गुच्चा खेलेका थियौँ। हामीलाई यो सुन्दर सहर घुमाउँदै हुनुहुन्छ। हामी उहाँकै गाडीमा घुमिरहेछौँ। उहाँले धेरै सहयोग गर्नुहुन्छ। गीत सुन्नलाई भोलि गान्धी होलीको घरमा आउनुहोला। अनि रमाइलो गरौँला, आत्मालो गरौँला, अनि गौरवका गीत गाउँला, तिजका गीत गाउँला, बहिनीसँग हुनुहुन्छ। देउडा गाउँला, ठाडी भाका गाउँला, देउडा खेलौँला। भजराज जोशी हिन्दू धन्यवाद छ भुवनै भुवनजीहरूलाई। ल भाइ मैले सुनाइदिएँ हाम्रो भुवन दाईको सन्देश हुनुहुन्छ। दिदी गाइदियो त मी गाइदिए एउटाको होइन गाइदियो भोलि कार्यक्रममा गाउने हो। अनि अहिले गाएको सुने भोलि आउँदैन। अहिले गाए त बासी हुने हो क्या। अहिले मेरा गीतहरू चाँदनी मल्ल सर्च गर्नु होला युट्युबमा। अनि त्यसपछि युट्युबमा सबै राखेको छु, त्यसबाट
हजुरहरूलाई जुन मनपर्छ भोलि यो गीत गाउनु भन्नुहोला अनि म यहाँहरूलाई त्यो गीत गाएर सुनाउँछु। हजुर नमस्कार सर, आरामै हुनुहुन्छ कि के बोल्नुहुन्छ? ल अब तपाईँ भयो? बोल्नुहोस्, तपाईँ बोल्नुहोस्। हजुर नमस्ते, म भुवन प्रसादबाट। सबै सन्चै हुनुहुन्छ होला। अहिले भर्खरै अब हजुरहरूलाई चाँदनी दिदी र भुवन दाहालजीको सँग कुरा गरायौँ र आशा छ सम्पूर्ण मित्रहरू भोलिको कार्यक्रममा कान्देवलीमा जुन हाम्रो सुदूरपश्चिमी नेपाली समाजको कार्यक्रम भइरहेछ त्यहाँ सम्पूर्ण मित्रहरूले आफ्ना ओल्दिरहेका पल्दिरहेका पडोसका मान्छेहरू सबै लिएर उपस्थित भइदिनु होला भन्ने आशा गरेको छु। र अहिले हामी चाहिँ गेट अफ इन्डियामा जाँदैछौँ। समथिङ आधा घन्टा लाग्छ हामीलाई आज त्यहाँ जान। र भोलिको कार्यक्रम एकदमै रमाइलो हुनेछ, जोरदारसँग हुनेछ। सम्पूर्ण सुदूरपश्चिमवासी लगायत सम्पूर्ण मध्यपश्चिम, सुदूरपश्चिम र नेपालका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी यही फेसबुक माध्यमद्वारा निमन्त्रणा गर्न चाहन्छौँ। यो बम्बईको अहिले हामी हजियालीमा छौँ। त्यहाँ हजियाली हो, यो हजियाली अगाडि महालक्ष्मी आउँछ। नेपालीमा टाइपिङ गरेको कमेन्ट मात्र पढ्नु हुँदो रहेछ हजुरलाई। ठिकै छ। ओहो, दिलेन्द्र जोशी सर, उहाँ जापानबाट हुनुहुन्छ। दिलेन्द्र जोशी के हुन्, नेपालीमा लेखे मात्र पढ्नु हुने रहेछ, धन्यवाद छ भन्नु। होइन सर, त्यस्तो नै हो अरे। अब म त पहिले त पढेँ, अब दिदीले पढेन, उहाँलाई पढ्नु त भएन कि क्या हो। को कहाँ हो? ओहो, दीपक सुमन सर पनि हुनुहुँदो रहेछ। हाई भन्नुभएको छ। भुवन दादा नेपाल के भन्नु? ए भुवन दादा नेपालबाट तपाईँको लाइभ हेरिरहेको छु। तपाईँको आवाज सुन्न पाएँ हुन्थ्यो दादा। हजुरलाई भनेको, नेपालबाट हजुरलाई लाइभमा हेर्दैछन्, हजुरको आवाज सुन्न चाहेका छन्। बम्बईबाट कस्तो हुन्छ आवाज सुन्ने भन्ने विचार हो क्या? एक डाउ गाइदिनेपछि गाइदियो। अझै हो भन्दा छ नेपालबाटको आयो छ। के भन्छ भुवन भट्टकी, नमस्ते। नमस्ते सर, नमस्ते जोशी सर, नमस्ते भट्ट सर। कल उठाउनु त विशेष काम छ, कमेन्ट कति गरेँ मैले। ओहो, हुन्छ प्रेम सर, म फोन उठाउँछु। अहिले चाहिँ लाइभमा गरिरहेको थियौँ, त्यही भएर हजुरको कल उठाउन सकेन। त्यसको लागि म क्षमा चाहन्छु। एकैछिन अलिकति पछार गरिदिउँ कि भन्ने हिसाबमा हो। कल गराउन ल म अब चाहिँ मित्रहरू म छुट्टिन्छु। धन्यवाद।